घरती गाउँ। यो रोल्पाको घरती गाउँमा रोड निर्माण कार्य सुरु भइसकेको छ। मदन भण्डारी राजमार्ग खोलेको छ। यो रोड अति नै ठुलो हुनेवाला छ। 15 मिटर चौडाइको रोड निर्माण भइरहेको छ। आज हाम्रो टोली अनुगमनमा निस्किसकेका छौँ र हामीहरू यहाँबाट थवाङसम्म पुग्नेछौँ। हेर्नुहोस्, मदन भण्डारी राजमार्ग एकदमै ठुलो, एकदमै राम्रो फ्रिली बाटो बन्नेछ। यो पहर एकदमै डरलाग्दो छ। मैले सुनेको थिएँ यहाँ घाँस काट्ने एकजना महिला खस्नु भएको थियो। माथिबाट खस्नु भएको महिला कतै पनि नछोएर सिधै तल रोडमा आइपुग्नु भएको थियो र हड्डी सबै चुर चुर भइसकेको थियो भन्ने कुरा सुनिन्छ। अब हामी केही समयमा थवाङ पुग्नेछौँ। फाइनली गाइज, हामी थवाङ पनि पुगिसक्यौँ। यस्तो रहेको छ थवाङको गाउँ। जुन थवाङको गाउँ तपाईहरूले फोटोमा सदाबहार देखिरहनुहुन्थ्यो त्यही थवाङ, तर अहिले फोटोमा जस्तो चाहिँ नरहेको अवस्था छ। अहिले धेरै नै चेन्ज भइसकेको छ थवाङ गाउँ चाहिँ। यो चाहिँ थवाङ गाउँपालिकाको भवन रहेको छ यहाँ, र हेर्न सक्नुहुन्छ थवाङ कस्तो थियो र अहिले कस्तो भइसकेको छ। थवाङ एकदमै चेन्ज भएको छ। पहिलेको फोटोमा जस्तो थवाङ अहिले नरहेको अवस्था। अहिले थवाङ धेरै नै चेन्ज देखिन्छ। यो थवाङको ठुलो गाउँ भनिन्छ यसलाई। जुन सधैँ तपाईहरूले फोटोमा देख्ने गर्नुहुन्थ्यो त्यही थवाङको ठुलो गाउँ हो यो। म अहिले थवाङको ठुलो गाउँमै बसेर यो भिडियो सुट गर्दै एकदमै रमाइलो फिल गर्दैछु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। एकजना पर्यटक एउटा होटलमा पुगे। पर्यटकले 2500 रुपियाँ होटलको काउन्टरमा राख्दै भने, यो पैसा राख्दै गर्नुहोस्, म पहिले कोठा हेरेर आउँछु। पैसा पाउन साथ होटल मालिक दौडेर घिउवालाको पसलमा पुगे र उसलाई तिर्नुपर्ने 2500 रुपियाँ तिरेर घिउको हिसाब चुक्ता गरियो। र दुधवाला दौडेर दुधवाला कहाँ पुग्यो र दुधवालालाई तिर्नुपर्ने 2500 रुपियाँ तिरेर दुधको हिसाब चुक्ता गरियो। दुधवाला दौडेर गाईवाला कहाँ पुग्यो र उसलाई तिर्नुपर्ने 2500 रुपियाँ तिरेर दुधको हिसाब चुक्ता गरियो। गाईवाला दौडेर दानावाला कहाँ गयो र तिर्नुपर्ने रकम खातामा 2500 रुपियाँ घटाएर आयो। अन्त्यमा दानावाला सोही होटलमा पुग्यो
जहाँ उसले होटलका मालिकसँग गाह्रो साह्रो पर्दा सापट्टि लिने गर्थ्यो। उसले 2500 रुपियाँ तिरेर होटलको हिसाब चुक्ता गरिदियो। त्यसै बेला पर्यटक कोठा हेरेर फर्केर आए र भने, मलाई कोठा मन परेन। यति भन्दै पहिले जम्मा गरेको 2500 रुपियाँ फिर्ता लगेर गए। हेर्नुहोस् त, यत्रो डोर धुपमा न कसैले केही पाए न कसैले केही दिए, तर सबैको हिसाब भने चुक्ता भयो। अब यहाँ हेर्नुहोस् त, कहाँ भयो त गडबडी? कहीँ गडबड भएको छैन। तर यहाँ सबैलाई भ्रम यो छ कि रुपैयाँ हाम्रो हो। वास्तवमा सबैले यो बुझ्न जरुरी छ कि हामी सबै खाली हात नै आएका हौँ र खाली हात नै जान्छौँ। कुरा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रक्रिया तलको कमेन्ट बक्समा लेख्न भने नभुल्नुहोला। अहिलेलाई भने बिदा चाहन्छु। नमस्ते, जय नेपाल।